थियो भने हामी गठबन्धन गर्थ्यौं, किन गर्दैनथ्यौं है? मलाई पनि त सजिलै हुन्थ्यो होला नि त। म 200 केजीको भारी नसकी बोकिरहेको छु। कोही मान्छेले मलाई पनि बोकेर छैन उकालो चढ्न सघायो भने त म पनि त खुसी नै हुन्थ्यो होला नि त है। तर हाम्रो गन्तव्य नै मिलेन है। राष्ट्रघात गरेर भएको विकास के विकास होइन? देशको नदी नालाको बेचेर गरेको विकास के विकास? देशको सीमाना गुमाएर गरेको विकास के विकास? त्यो भन्न चाहन्छु। अब यहाँ बिस्तारै बिस्तारै देखा पर्दैछ। थुप्रै विश्लेषकले भनिरहेका छन्, मैले पनि भनिरहेको छु, हामी सबैले भनिरहेका छौँ, हाम्रो यो भूमि कुनै अर्को देशको सैनिक अखडा बन्नु हुँदैन। यदि बन्यो भने त्यसले त्यहाँबाट टेकेर अर्कोतिर आक्रमण गर्छ र अर्को तपाईको छैन। दुईटा कुरा गरौँ न, हामी कत्रो राष्ट्रहरूको बीचमा छौँ। यतापट्टि दक्षिणपट्टि पनि न्युक्लियर वेपन बोकेको, आणविक हतियार भएको देश, आणविक हतियारले सुसज्जित भएको देश उत्तरतर्फ। त्यसको बीचमा हामीले बाँचिरहेका छौँ। अत्यन्तै सन्तुलन र अत्यन्तै संवेदनशील तरिकाले हामी बाँच्नुपर्छ होइन? यो भूमिलाई टेकेर उत्तरतर्फ एट्याक गरे पनि दक्षिणतर्फ एट्याक गरे पनि उताबाट चाहिँ आउँछ कि आउँदैन एट्याक हाम्रो टाउकोमा? अनि हामी